त कस्तो भोक लागेको कि बिहानबाट खाना नि नखाएको अनि चियाको भरमा त्यही भएर चाहिँ अनि नानी बाबुलाई नि खाँदैछन् नानी बाबुले नि र म नि सामान किन्नुभन्दा अगाडि नै खाजा खाउँ अनि बल्ल सामान हेर्न जाउँ भनेर चाहिँ हामी चाहिँ यहाँ होटेलमा बसेर अनि खाजा खान लागेको छ गाइस है त। फेरि अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ ल सामान किनेको भिडियोमा। मोमो खाउँ नि त एउटा। हेलो गाइज हामी चाहिँ फाइनली घोगी लिने ठाउँमा आइसकेका छौँ। पक्कै पनि हजुरहरूले चिन्नुहुन्छ होला घोगी भनेको के हो भनेर है। हामी देखाउने छौँ र मुकबाङको लागि चाहिँ हामी घोगी किन्छौँ गाइज है। भोलि मुकबाङको लागि हैन हामी भोलिको मुकबाङको लागि अनि नानी बाबु हेर्नु है किन्छौँ हेर्न सक्नुहुन्छ हैन घोगी पसलमा आउनु न अब के भन्नुहुन्छ घोगी चाहिँ हामी किन्छौँ। घोगी भनेको चाहिँ यो हो के घोगी भनेको कसरी छ घोगी हजुर 150 रुपैयाँ 2 किलो राखिदिनु न पुग्छ बुढी 2 किलो भयो पुग्छ